Hello guys, good morning. Welcome back to my YouTube channel. So अहिले चाहिँ 6:51 भयो। म चाहिँ मुखसुख धोएर उठेर फ्रेस अप भएर बसेको। अनि यहाँ देख्न सक्नुहुन्छ यो कति राम्रो भ्यू। हेर्नु जाडो यस्तो छ, दामी छ। घाम निस्केको छ। खुला फिल छ यहाँ चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। जग्गा कस्तो राम्रो देखिएछ। उता फुलहरु चाहिँ हाम्रो बारी हल्का सानो। अनि यहाँ चाहिँ मेरो नानी सानो मतलब मेरो दिदीको छोरा यति धेरै काम गर्दैछ उ चाहिँ के यो के हो बाख्राको लागि घाँस अनि त्यो हातमा के हो त्यो उ त यो डाङ घाँस झार्ने यो चाहिँ मेरो बाबु कस्तो धेरै काम गर्छ नानीले कति धेरै काम गर्छ अनि मलाई पनि केही काम गर्नु दिँदैन केही गर्यो भने नचुनु भन्दै सबै काम आफै गर्छ अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो मम्मीले के गर्नुभएको देखेन हौ ए मेरो मम्मीले चाहिँ गर्नुहुँदैछ दाउरा जम्मा यो दाउरा चाहिँ भन्दा यो घरकै हो यताउति घाँस झारेको बाख्रालाई खुवाएको अनि यही सुकाउँछ कि अनि त्यही सुकाएर घरि दाउरा जलाउँछ यता हेलो गाइस भनिदिनु न हेलो गाइस हेलो गाइस भन्नु गुड मर्निङ भन्नु अब यसो फाल्ने भएन अब यस बोटुलेर राख्नु पर्यो गुड मर्निङ हैन सरप्राइज मम्मीले सरप्राइज भन्नुहुन्छ अनि यो चाहिँ हाम्रो घरको कुकुर पनि छ यहाँ हेर्नु इस यो यहाँ छ ए यो चाहिँ हाम्रो घरको कुकुर हो यसको दुईटा थियो साथीहरु दुईटा थियो यो अनि अझै एउटा थियो त्यो चाहिँ चोरी दियो जस्तै न्यू इयरमा सो गाइस अब चाहिँ म जान्छु भित्र एप्रेस बनाउनलाई पानी गरम गरिराखेको छु मेरो मम्मी मलाई एप्रेस आफूलाई एप्रेस बनाउनलाई किनभने मेरो नाक बहुत दुखेछ चिसोले गर्दाखेरि साथीहरु फाइनली म किचनमा आएँ मेरो दिदीले एप्रेस बनाउनु हुँदैछ दिदी प्लिज मेरो लागि बनाइदिनु होला यो चाहिँ एनर्जी ड्रिङ्क हो मर्निङ रिफ्रेस गर्ने लेखेको छ मिक्स एनर्जी ड्रिङ्क यो खायो भने चाहिँ टाउको दुखेको जिउहरू दुखेको अल्छी लाग्ने सबै ठिक हुन्छ बुढाबुढीलाई हात खुट्टा दुखेको ठिक हुन्छ यो चाहिन्छ भने यहाँ मेसेज गर्नु मैले पठाइदिन सक्छु यो पनि बहुत मोटो थियो 73 केजीको यसले लुज गरेर वेट लुज पनि गर्छ मेरो बहिनीको वेट लुज भयो बाबामा हात खुट्टा दुख्ने राम्रो चिज हो मेरो पनि पेट दुख्नु राम्रो भएको छ यो खाएर नभए डेली भुँडी दुख्ने हुने गर्थ्यो अहिले चाहिँ राम्रो भयो चायको साटोमै यो पिउनु सक्नुहुन्छ अनि मेरो आपा चाहिँ दाइसँग बात गर्नुहुन्छ हाम्रो ठुलो दादु विदेशमा हुनुहुन्छ जय मसी दादा मेरो दादा भिडियो बनाएर पोस्ट गरेछ युट्युबमा हो युट्युबमा रे हाम्रो युट्युबमा सो मेरो दाइ पनि बात गरियो बाबु यहाँ सो भन आजको प्लानिङ के छ भाइ म भन्दा कस्तो अल्को यो त आजको प्लानिङ के छ आजको प्लानिङ केही त छैन ल आज म तिमीहरूलाई एउटा च्यालेन्ज गराउँछु ल तिमी र गौरवलाई ओके आर यु रेडी रेडी यस मेरो मम्मी चाहिँ दाउरा लिएर आउनुभयो फेरि मम्मी के गर्ने अहिले यो दाउरा चाहिँ आगो फुक्ने हाम्रो यो चाहिँ लोकल के भन्नुहुन्छ चुल्हा तपाईँलाई अस्ति पनि देखाएको थिएँ मैले यहाँ अब त मेरो बाबुले चाहिँ आगो जलाउँछ स्मार्ट छ हरेक काममा स्मार्ट छ खाना पनि बनाउँछ सबै गर्छ के हो यो चाहिँ यो त मसँग पो खेल्दैछ त्यही तेरिका हाम्रो बाख्रा चाहिँ तिर्न छ है यो दुईटा अनि एउटा सेतो खालको उता देख्नुहुन्छ टाउको यो तीनटा छ अनि यसको बच्चा पनि छ यसको बच्चा चाहिँ उता बाहिर खेलिरहेछ म तपाईँलाई देखाउँछु मेरो मम्मी चाहिँ कति धेरै काम गर्नुभएको बिहान बिहान यसको बच्चा चाहिँ यहाँ आगो तापिरहेछ घाम तापिरहेछ सरी घाम तापिरहेछ यो बाख्रा हेलो गाइस गुड मर्निङ हेलो मेमे गर न पुरानो बाजे बोजूको भनाइ चाहिँ के छ भनेदेखि नानीहरूलाई जाडो लाग्दैन नानीहरूको जाडो चाहिँ बाख्राले खान्छ भन्छ हो हाम्रो यता नेपालीहरूले चाहिँ मेरो मम्मी हेर्नुहोस् त मेरो मम्मी र आपा त बिहान हो के उठ्ने 3 बजे
हेर्नुहोस् त क्या दामी फुल यी तर यो घरको पछाडि आइदियो नि यो फुल चाहिँ मखमली फुल भन्छ होला सायद कति राम्रो कि एकदम यस्तो किराले खाएको पनि छैन एकदम डल्लो डल्लो गरेर निस्किँदो रहेछ कति राम्रो के यो फुलहरू है सुन्दर छ इट्स ब्युटिफुल यस्तो छ हो म तपाईँलाई अघि नै भ्यू देखाइसकेँ यस्तो चाहिँ जग्गा चाहिँ हो अब गाइस म चाहिँ जाँदैछु दोकानतिर नानीहरूलाई उठाउनलाई यिनीहरू सुतेको सुतेछन् सो म गएर उनीहरूलाई उठाएर आउँछु उठेर अलिकति हल्का कामहरू गर्नुपर्ने छ आज सो लेट्स सी Few moments later. उठाउनु गएको तर उठ्नु मान्दैन सो अब म फेरि जान्छु घामतिर अनि अब म एफ्रेस खान्छु त्यसपछि नानीलाई बोकिदिन्छु अनि बहिनीले काम गर्छन् अरे बाजे बोजू भए चाहिँ यति धेरै माया पाउँछ हेर्नु साथीहरू हेलो कान बिहान पनि कान पो छुइरहेको मर्निङ बेबी बाजे बोजूको माया यस्तो हुन्छ साथीहरू हाम्रो त अब समय नै पाएन बाजे बोजूलाई भेट्ने समय नै पाएन मतलब हामी बाजे बोजू हुँदाखेरि हामी जन्मेनौँ Moments later. गाइस अब चाहिँ म यो चाय मेरो बहिनीलाई पुऱ्याउनु जाँदैछु मेरो बहिनी घाममा तापी बसिरहेछ गाइस अब चाहिँ म एफ्रेस पुऱ्याउनु जाँदैछु घरको भित्र सो लेट्स सी एफ्रेस म तपाईँलाई देखाउँछु कस्तो देखिन्छ यो चाहिँ एफ्रेस हो यस्तो सेम हेर्दाखेरि चाहिँ रातो चिया जस्तै देख्छ रातो चिया जस्तो देख्छ अनि तर यसमा केही स्वाद हुँदैन है साथीहरू पानी जस्तै हुन्छ पानी जस्तो हुन्छ तर गरम गरम खानुपर्ने हुन्छ यो चाहिँ अब चिया खायो भने चियापत्ती चिनी त किन्नै पर्छ दुध किन्नै पर्यो चिनी चियापत्ती दुधको पैसाले यो किन्दाखेरि आफ्नो हेल्थ राम्रो भयो अब चिनी चियापत्ती किनेर खाँदा हेल्थ खराब हुन्छ साथीहरू तपाईँले एफ्रेसको बारेमा सुनिहाल्नु भयो होला मेरो दिदीले के भन्नुभयो कुनै पनि प्रब्लम छ भने पनि छ त्यस्तो अब सल्युसन हामीसँग होइन बुढाबुढी हातखुट्टा दुखेको थाइरोइड भएको सुरुमा प्यारालाइज भएकोहरूलाई पनि छ दबाई म चाहिँ एउटा हेल्थ उसमा काम गर्छु हेल्थ डिपार्टमेन्टमा अनि राम्रो छ हामीले पनि युज गऱ्यौँ खायौँ घरमा पनि खायौँ राम्रो भयो अनि हामी आफै युज गरेको कारणले चाहिँ तपाईँहरूलाई पनि चिनी चियापत्ती चाय भन्दा यो चाहिँ बेस्ट हुन्छ भनेर रेकमेन्ड गरेको हो अब हजुरहरूलाई चाहिन्छ भने चाहिँ अब हामीसँग मेसेज गर्न सक्नुहुन्छ त्यसपछि कुरा गरौँला होइन तातो तातो खानुपर्छ यो चाहिँ हाम्रो घरको सबैभन्दा सानो मेम्बर हो उठीकी जिन्दियाना बिहान अब इन्डियाले बिकुट खान्छ बिकुट गुड मर्निङ गाइज भन्छ त्यो चाहिँ मेरो साइली बहिनीको छोरी तर अनुहार चाहिँ मिल्छ मसँग मेरो छोरी अब हामी गाउँमा जान्छौँ गाउँमा लेट्स गो जल्दी मोटेग्रा मैले यसलाई किन बोकेको भन्दाखेरि चाहिँ यसले काममा धेरै डिस्टर्ब गर्छ यसको मम्मीलाई त्यही लागि मैले यसलाई यता घाममा ल्याएको हो खासैमा चाहिँ भुलाउनुको लागि साथीहरू नभए भने प्या प्या गरेर रुइबस्छ नानी अनि यसको मम्मीलाई चाहिँ डिस्टर्ब गरिबस्छ त्यही लागि अनि मेरो नानीले के हेर्दैछ भन्दाखेरि चाहिँ उतो कुकुर हेऱ्यो त्यो पनि आफ्नो माउसँग छ त मेरो आमाले चाहिँ यहाँ खरगोशलाई दाना दिनुहुँदैछ कोबी यहाँ छ हाम्रो खरगोश दुईवटा थियो एउटा त मर्यो एउटा छ अझै साथीहरू खोइ सानसानो त्यहाँ छ दुईवटा आमाले चाहिँ अब कोपी दिनुहुँदैछ बन्दाकोपी सानो छ यसरी बसेर खान्छ अनि यहाँ मेरो साइली पनि सब्जी सफा गर्दैछ नभए तपाईँ नसोच्नु अरे ब्याड हो यो ब्याड होइन नानीलाई खेल्नको लागि ल्याएको अहिले चाहिँ दिस इज ओन्ली फर टेम्पररी किनकि रोकोरोइ गरेर आमाको छेउमा राखिदिउँ भनेको तर नानी फेरि बोजू नभई नहुने पहिलादेखि बानी त्यस्तो
जान्छु साथीहरू मैया धोइदिबी सबैलाई चाहिँ मैले टमाटर धुँदैको चटनी बनाउनलाई सबैलाई चाहिँ म साग टिप्न आँटेको यो चाहिँ बोइल गरेर खानको लागि यो चाहिँ सब्जी खानको लागि साथीहरू अब यो साग चाहिँ टिपिहालेको छौँ यो बोइल गरेर खाने बनाइदिन्छ अरे मम्मीले यसो हेरौँ कसरी बनाउनुहुन्छ ल उहाँ चाहिँ मेरो दिदी हो कपडा धुनु उसको एउटा हबी हेरे अनि दिदीलाई चाहिँ कपडा धुनु साह्रै मनपर्छ हो दिदी अघि त भन्नुहुन्थ्यो त मलाई कपडा धुनु चाहिँ दामी लाग्छ भनेपछि मालिक नि यहाँ हुनुहुन्छ जसलाई भनेको थियो नि कपडा धुनु फेभरेट हो भन्ने उयो दिदी है याद राख्नुहोस् सबै धोको यत्रो त धुनु सक्दैन मैले त सबै काटेको छ हो यस्तो त छ तर पनि कपडा धुनु छोडे पो फेभरेट हो भने धुँदै बस्यो त्यही हो राम्रो यो चाहिँ हाम्रो दोकानको छेउमा आएको उता दुइटा कुकुर बसेर उता म तपाईँहरूलाई देखाउँछु ल खतरनाक बोलेर गयो है अङ्कलले त यार मोबाइलमा बोलेको होला सायद सो थाहा छैन ए बाँस भनेको ए माछा खाने राम्रो हुँदैन फ्राई क्या दिदी ठुल्ठुलो फ्राई गरेको ए त्यो मन पर्दैन सुन्न हो आइ एम गोइङ द्याट साइड सो दिस इज माई ह्यान्डसम बेटा 1 hour later. अब चाहिँ हामी खाना खानुपर्ने हुन्छ साथीहरू खाना खाएर काम त धेरै त्यस्तो केही छैन अनि गाई सार्नु जानुपर्ने हुन्छ हाम्रो गाई र बाख्रा छ त्यहाँनिर गाईलाई पानी दिनु पऱ्यो ठाउँ सार्नु पऱ्यो अनि गाईलाई पनि पानी दिएर ठाउँ सार्नु पर्ने हुन्छ सो भेटौँ ल फेरि पछि ओके 2000 years later. फाइनली गाइस अब चाहिँ राति भइसकेको छ दिनभरि यताउता काम गरेर पुरा थाकेको पनि थियो सो भिडियो रेकर्डिङ गर्न पाएन अब चाहिँ रात भयो अब हामी खाना खानुपर्ने हुन्छ म चाहिँ कामसाम सकेर ध्याएर कपडा सबै धोइदै गएर फ्रेस अप भयो नुहाइदै गऱ्यो अनि अब चाहिँ हामी खाना खान्छौँ फ्यामिली मिलेर अनि खाना खाइसकेर फेरि हामी रेस्ट गर्नुपर्ने हुन्छ सो आजको भिडियो चाहिँ म यहीसम्म समाप्त गर्छु हजुरहरूलाई मन पर्यो भने प्लिज लाइक सब्सक्राइब एन्ड सेयर एन्ड कमेन्ट जरुर गर्नु होला बट प्लिज रिक्वेस्ट छ तपाईँहरूले गलत कमेन्ट चाहिँ नगरिदिनु होला एन्ड या फेरि भेटौँ ल अर्को नेक्स्ट ब्लगमा टिल देन टेक केयर एन्ड गुड नाइट अल अफ यु बाई